Namaste guys, welcome back to my new vlog. Sunday vlog है केटा हो है सो ग्यापमा लागेको भिडियो सिडियोहरू है यसो काम हुन्छ अरू बेला पढ्नु फुर्सद हुँदैन आज चाहिँ उता ग्यास बाटाको रहेछ क्या होइन अनि आज हामी चाडमा अब अहिले ग्यास लिन जानुपर्ने हुन्छ खाना खाएपछि त्यही भएर यता ग्यासहरू थियो रोक्न रोक यो ग्यासहरू टन्नै छ होइन ग्यासहरू सो लिनुपर्ने हुन्छ है यहाँ कुन चाहिँ ग्यास रहेछ यो सिद्धार्थ दुईटा ओम एउटा अनि त्यो कुन चाहिँ सिद्धार्थ दुईटा ओम एउटा केटा हो ल अब हामी ग्यास लिन जानु लाग्यो है उता चाबेलमा बारिरहेको रहेछ उता त्यो चाबेल कार्यालय के भन्नेमा होइन अब त्यहाँ गएर लिनुपर्ने हुन्छ त्यो आज अलिकति सर्टेज नै छ नि त ग्यासको त्यही भएर अब धेरै ठाउँ पाइरहेको छैन क्या ठ्याक्कै मैले यता अनलाइनमा सर्च गरेर हेरेको त्यहाँ पाउँदै रहेछ त्यही भएर हामी लिन लाग्यो है त ल यता ग्यास नभएर हेर्दा यहाँ यस्तो रमझम छ है हामी ग्यास नै पाएन उता अनलाइनमा त नेपाल ग्यास के पाउँछ भनेर देखाइरहेको थियो तर यहाँ पाएन है यो श्री ग्यास उद्योग प्रणाली के भन्नेमा अब हजुर अन्त त खोइ मैले त्यहीँ देखेको हो अब टेकोमा जानु पर्ला ल है केटा अब हामी टेकोतिर लाग्नुपर्ने हुन्छ है केटाकेटी हो अब चाहिँ टेकोतिर लागिसक्यो है है हामी बोक्दै के गर्नु गाह्रो छ ग्यास चाहिँ अब आगोबाट खाना निक्लेन फेरि ग्यास त चाहिहाल्छ ग्यास 5-6वटा ग्यास छ फेरि घरमा 5-6वटा ग्यास छ अब त्यसलाई अब गाडीमा ल्याएपछि चाहिँ जाम छ कि लगाइनु पर्छ झ्याउ भयो त्यो भएर बाइकमा एउटा मात्रै ल्याएको ग्यास अहिले देखाउँछ भन्न दिन्छौ भन्दा चाहिँ क्या फेरि यहाँ आएपछि त यहाँ त होइन अरू कुन ह्यान्ड ग्यासहरू दिइरहेको रहेछ अनि त्यो ग्यासहरू बनायो अनि यो हामीले चाहिने ग्यास त रहेनछ सिद्धार्थहरू कुनै नि त्यही भएर अब टेकोतिर पारिरहेको छैन लाइन नै है त्यही भएर अब त्यहीँतिर जानुपर्ने हुन्छ कोही केटा अब यस्तो भिडभाड छ हेर है यस्तो भिडभाड छ अब त्यहाँभित्र झन् कति धेरै भिडभाड थियो होइन म त ल्याङ भएर बाहिर आइदिएको बाबालाई त्यो नागरिकताको फोटोकपी चाहिँदो रहेछ क्या अनि बाहिर गएर फोटोकपी गरेर ल्याइदिएको लाइन हेर्छु त आम्मा यत्रो लामो लाइन बाबा फेरि भट्टा रहेछ क्या अगाडि सरेको रहेछ लाइन होइन अब 1-2 घन्टा यहाँ बिच होला त्यसपछि हाम्रो पालो आएपछि अब लिएर जानुपर्ने हुन्छ है आज घुम्न जान नि पाएन झन् यार सन्डे है केही छैन ठिकै छ ल अब ग्यास भन्ने कुरा चाहिहाल्छ हामी सबलाई होइन म एकछिन अब यहीँ बस्छु शीतलमा त्यसपछि सकेपछि ग्यास लिन गएर अनि घरतिर राख्नुपर्ने हुन्छ है केटा हो ल केटा हो म चाहिँ यता यसो बाइक साइक राख्ने ठाउँमा बसेको छु है अरू बाइकहरू उता रहेछ मेरो बाइक चाहिँ यहाँ हुन्छ किनकि दादा फेरि त्यो अलि बाइक साइक अरू स्कुटरको छेउमा राख्नु मन लाग्दैन फेरि मलाई है आफ्नो बाइक भने एक्लै राख्ने राजालाई एक्लै राख्ने यहाँमा प्यारा पुपु त्यो गर्मीले आम्मा र चिसो खाएर अलिकति हुन्छ नि अलिक कुल भयो ल्याङ भएर साला कहिले अब यहाँ सकिने ग्यास ल्याइसक्ने अनि कहिले बाइक नै होला जम्मा जस्तो भइसक्यो फेरि ल्याङ छ यार यहाँ अति ल्याङ भनौँ न केटा ल्याङ भन्दा नि अब्बर ल्याङ क्या पार्किङको ठाउँ अब त्यहाँ पार्किङ गरिरहेको थिएँ मैले त्यहीँ पहिल्यै तर त्यहाँ निकाल्ने बेलामा झ्याउ हुन्छ भने मैले यसो यहाँ खुल्लामा राखिरहेको क्या किनकि ठ्याक्कै निक्लिने बेलामा सट्ट बाइक लगाएर निकाल्न मिलिहाल्छ नि त त्यही भएर अब जाने बेलातिर भेट्छ होला तिमीलाई भिड हेर केटाकेटी भिड आमा भिड नै भिड छ है यस्तै ल्याङ छ के गर्नु यस्तै पुलिसहरू किन काम छैन पुलिसहरू होइन यस्तो त केटा है यस्तो छ है यस्तो भएपछि अब के गर्नु अब ल्याङ छ ल्याङ के हो भ्लग बनाउँदा नि यसो मान्छेले हेर्दै हाँस्छ के गर्नु बनाउने हामी पाल्दै छैन मलाई पऱ्यो भने कराइदिन्छु म त होइन ल यस्तो छ ल अब बाहिरतिर गएर फेरि चिसो खान्छु म है अलिकति फ्रेस पार्छ मनलाई भन्दा नि यसो सोध्ला है त्यसपछि सकिन्छ है त है यताउता गरेर के गरिरहेको छु ठिक छ गर्ने हामी ब्लग बनाउनेहरू त्यो इन्टरभ्यू के लिने ठिक छ त ठिक छ मेरो नि लिँदा म त के भनिदिन्छु कस्तो मेरो लिँदैछ त ल ठिक छ ल केटा हो ल केटा हो नेपाल ग्यास आयो म त ठ्याक्कै अगाडि पुगिसकेको थिएँ होइन अनि ठ्याक्कै पालो सकेको होइन ग्यास सकिसकेको थियो अब नेपाल ग्यास आइहाल्यो होइन केटा हो सोधेर केटाहरू आयो गरेर कराएर आम्मा के न भएको जतिकै होइन र ठिकै छ है अब ग्यास भइसक्यो अनि अब अगाडि चाहिँ लाइनमा गएर ग्यास लिनुपर्ने हुन्छ है अनि स्टक घर जानुपर्ने हुन्छ है त ल आइसक्यो
बल्ल बल्ल आइसक्यो ग्यास थियो अरे केटा हो बाबा कस्तो बाबा खोज्नु पर्ने हुन्छ अब ग्यास स्यास दिइसकेपछि चाहिँ भेट्यो है त ल होइन अब चाहिँ यता ग्यास भेन्तिर पुगिसक्यो है यता चाहिँ अलिकति पैसा नपुगेर अलिकति पज भएको छ अहिलेको लागि चाहिँ होइन अब हाम्रो यता खुद्रा पैसा सब त्यो मिलेपछि चाहिँ हामी ग्यास लगाउँछौँ होइन यहाँबाट एकजना मालिक झगडा भयो क्या केटा पैसा पुगेन चाहिँ बिचरा अरूलाई पैसा दिइसकेको रहेछ अनि पछि मलाई पैसा खोयो भनेर उता लौटा ढकाउने वरि के गर्नु थालिसकेको छ थालेपछि पुरा लौटा पुगेको होइन अब हाम्रो यता अलिकति पैसा पुगेपछि चाहिँ अब हामी हो गए उता ग्यास बोलाएर पसिन भयो होइन आज ल्याङ झगडा भइदियो बिचरा त्यो एउटा मान्छे क्या 60 रुपियाँको लागि त्यस्तो झगडा गर्छ यार पसिन भयो ग्यास लिएर है बाइक यहाँ छ अब निकालेर जान्छ त ल अनि अब चाहिँ ग्यास लिएर यता हामी घरतिर आइसक्यो अब उता सानी दिने काम छ अरे फेरि खाँदिँदैन हामी घरतिर चल्दिने होइन चाहिँ खाना त खाने है घर भयो बिचरा त्यो मान्छे कस्तो बाहिर न्यास मुखाएर बसेर कस्तो माया लाग्छ क्या मलाई हान्दै गयो त फेरि म त्यसलाई त्यहीँ सुधाइदिनु नि फेरि बिचरा त्यसले अर्कोलाई पैसा दिएको रहेछ कि 60 रुपियाँ अनि 2000 अनि 2000 फेरि त्यहाँ अर्को दिन मागेको रहेछ अनि त्यो जसलाई 60 रुपियाँ दिएको थियो नि त्यसले याद गरेन छ क्या त्यसपछि त अनि त्यसले के गर्नु थाल्यो त्यो पैसाले मान्छेले ढकाल्थ्यो क्या होइन ढकालेपछि त्यो मान्छेले कहिले मलाई किन ढकालिस् भने जङ्गिनु गयो माया घर गर्नु मलाई भनेको त फेरि मलाई बाङ्नु सुताइदिनु नि त्यस्तै हो नेपालमा यस्तो होला के हो है केटा ग्यासको यस्तो अब पछि गएर झन् के हुनसक्छ ला पानी भयो यो चाहिँ फेरि हाम्रो अङ्कलहरूको है फेरि उता हाम्रो हिमाल अङ्कल गुरुङ हो अङ्कलहरू खाएको है अब पानी पनि अब घरतिर लाग्छ यता चालिलिङ ठाउँतिर आइसकेको है केटा हो यता है त्यसपछि यता रोइरहेको छ उता पछाडि हस्पिटल छ ठुलो होइन अब यता फेरि कपडा ल्याङ हान्छ फेरि धेरै रोक्यो भने त्यही भएर एकछिन मात्रै बसिरहेको होइन अब साथी लिएपछि हामी फर्केर छिटो गइहाल्यौँ होइन अनि ठिक छ अब चाहिँ भइसक्यो आमा थाकेर यहाँ खुट्टा आज फेर होइन मम्मी खाजा के बनायो खाजा के बनाउनु भएको रहेछ ग्यास हेरेको यस्तो ग्यासको लागि झगडा गर्छन् मान्छेहरू फेरि हाम्रो नपाउने ग्यास 6% बनाउनु मल चार्ज नै हाल्नुपर्ने हुन्छ होइन अब खाजा खानुपर्ने हुन्छ हुन्छ बनाउनु न त खाइदिनु गयो केटाकेटी हो होइन स्क्रिन फोन चार्ज हाल्यो अघि आएर खाजा पनि खाएको त खाना त खाएको छैन अब चाहिँ कल गर्न जानु पऱ्यो केटा कल गर्न जानु पऱ्यो होइन गाडी चाहिँ मैले आज घरमै गाडी चलाएको थिएँ बिहान है अलिक सेभ हानिसकेको थिएँ पनि यहाँ त्यो रेजर बिग्रेर अलिक राम्रोसँग सेभ आएन अलिकति उता गर्नुपर्छ होइन अनि अब कपालले हल्का धेरै नकाट्ने हल्का काट्ने है अनि त्यहीँ यस्तो पराठा के हुन्छ खाने अनि जाने त ल अब अहिले कल काटिसक्यो होइन यतै डिस्कभरीमा है कल काटिसक्यो यस्तो स्कुलमा अब यस्तै काट्नुपर्छ होइन अब अलि साइडसम्म राख्नु मिल्दैन त्यस्तै हो है अब हामी जान्छु खाजा खान्छु अनि पसलतिर गएर पसल भन्नु गएर सुत्नु पर्छ बेलातिर ल यता पसल आइसक्यो मम्मी के खाजा बनाएको खाजा के बनाएको हजुर चौ चलो है केटा हो गाईहरू खानासाना खान्छ के अरे खानाहरू खाजा पर्छ आज त खाजा पनि खाएको छैन है त्यो भएर यसो चियासा खाने खाजा खाने है अब होमवर्क मैले फेरि चाहिँ सकिसकेको राति त्यो भएर होमवर्क पाउँछ छैन अब खाजा खाने बस्ने है बेलुकातिर अनि फेरि यस्तो परसबाट खाना जाने है अनि सुत्ने आजलाई यति नै हो आज ल्याङ भएर अझसम्म दुखिरहेको छ खुट्टा सही केटाकेटी हो यहाँ चाहिँ यसो चाउमिन खाना आइदिएको जल खाना खाने थियो होइन अनि मलाई यता साथीले आयो चाउमिन खान्छ है चाउमिन खाने है स्कुलकै छेउको होटलमा है अनि हामी खाएर तलतिर लाग्नुपर्ने हुन्छ है त्यहाँदेखि यस्तो खानासाना खानुपर्ने हुन्छ अनि खाएर हामी गुड नाइट है अनि आजको लागि यति नै हुन्छ होला हो चाउमिन बाबा आलु चाउमिन आइसक्यो होइन अब हामी खाएर घरतिर लाग्नुपर्ने हुन्छ अब खाना मासु बनाएको रहेछ भने खाने हो नभए चाहिँ खानासाना पनि खाइँदैन सिधै सुतिहालिन्छ ल गाइस चाउमिन खाइसक्यो है अब अझै मोमोमा चाहिँ एक प्लेट अनि पछि आज जोइनमा हाल्छु अनि त्यति खाएपछि आजलाई पुग्छ
ला बत्ती पनि गयो यार ल्याङ भइहाल्ने त्यही हो अब ठ्याक्कै बत्ती पनि गइहाल्यो है र आजको लागि यति नै हुन्छ होला त्यो मोमोहरू अझै अर्डर गरेको छ अनि खाएर उता पसल गएर सुत्नुपर्छ र आजको लागि यति नै हुन्छ थ्याङ्क यू फर वाचिङ धन्यवाद अनि गुड नाइट पिस